हेलो नमस्कार, म विद्याराईको तर्फबाट आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। आज चाहिँ ठ्याक्कैसँगले म खोटाङको खोट्याङ गाउँपालिकाबाट र आज चाहिँ मेरो घरधुरी सर्वेक्षण थियो अनि त्यसपछि जाँदै गर्दा त अलिक अल्छी लाग्यो, खाना खाएर तत्कालै हिँड्नु परेको थियो अनि अलिक अल्छी लाग्यो भनौँ न बनाउन। अनि अहिले चाहिँ यसो फर्किँदाखेरि चाहिँ यसो मलाई भिडियो बनाउन मन लाग्यो अनि भिडियो बनाउँदैछु। यो भ्लग बनाउन छोडेको पनि धेरै टाइम भइसक्यो, किनभने भ्लगहरू त म बनाउँथेँ, दुःख सुख बनाउँथेँ, तर मेरो भ्लगहरू नै भिडियोहरू नै कहिले पनि त्यो भ्युज नै नआउने क्या। अनि भ्युज नआएपछि त के गर्नु, अनि बनाउन पनि जागर नचलेपछि चाहिँ अनि अहिलेसम्म यत्तिकै भइयो र आज चाहिँ फेरि बनाइहालौँ न त, यस्तो फ्री टाइम पनि छ हिँड्दै जाँदाखेरि होइन भनेर। अनि त्यही भएर फ्री भन्दा पनि अब फर्किँदै गरेको हो। अरू पनि घरमा जानु त पर्नेछ, तर पनि अब जाँदै गर्दा यसो भिडियो बनाइहालौँ भनेर भिडियो बनाउँदैछु। धेरै समय भयो मैले भिडियो बनाउन छोडेको। अब भिडियोहरू बनाउन छोड्यो भने चाहिँ फेरि बोल्ने प्र्याक्टिस पनि हराउँदै जान्छ क्या। कहिलेकाहीँ चाहिँ यसो बनाउँदै गर्नु पर्ला भन्ने लागिरहेछ। अनि अब चाहिँ हामी चाहिँ यसो टिकटक बनाउँदै गर्दै जाँदैछौँ, बाटोमा छौँ। अब कृपया मेरो भिडियो चाहिँ हेरेर साथ दिनु होला। यसो चाहिँ एउटा टिकटकको लागि सिकिराखेकी थिएँ। अनि यो घर देख्नुहुन्छ नि, देख्नु हुँदै छैन यहाँ हो, यो घर चाहिँ एकदमै सफा हुन्छ क्या। एकदमै घर मात्र सफा, घर त सफा भइहाल्यो तर नर्मली, तर त्यहाँदेखि आँगनदेखि बारी सबै चटक्क क्या। हाम्रो घरहरू भन्दा पनि सफा बारी हुन्छ होइन, एकदमै चिटिक्कै परेको। अलैँची बारीमा पनि कुचो लगाउनुहुन्छ अरे क्या त्यहाँको दाइले, त्यस्तो छ एकदमै। हाम्रो गाउँ कस्तो लाग्यो भनेर सोध्न नमिल्ने। यो चाहिँ कुलो भन्ज्याङबाट फर्किरहेछौँ है। अनि यहाँ अलैँची बारीमा पानी लगाइरहनु भएको छ। यस्तो छ खोट्याङ गाउँपालिकाको यता चाहिँ पुरै बाँझो रहेछ। पहिला कसैको बारी थियो होला, सायद सबै गइसक्नु भएको छ क्या। अनि त्यही भएर चाहिँ बाँझो छ, यो कसैको बारी हुनसक्छ। तर यो घर चाहिँ एकदमै सफा सुग्घर भएको घर हो। त्यहाँको दाइ चाहिँ एकदमै जागरिलो हुनुहुन्छ। सायद पूर्व जन्ममा चाहिँ उहाँ चाहिँ, म चाहिँ भन्छु फेरि पनि कमिलो अथवा मौरी हुनुपर्छ, किनभने त्यस्तो धेरै जागर भएको मान्छे हुनुहुन्छ क्या। अब के भन्नु त है, ल यता हेर त, तिमी केही भन्नु छ? मैले त चुइगम किनेर खुवाएको है। चिन्नुहुन्छ कि चिन्नुहुन्न, ऊ चाहिँ मेरो भान्जी पर्छ है, भान्जी। चिन्नुहुन्न होला, एकदमै 5 फिट कति अरे तिम्रो 4 इन्च होइन, 5 फिट 3 इन्च छ अरे। एकदमै अक्ली न अक्ली छ, के भन्नु र। अब हामी जस्तो पुड्को भन्दा पनि म चाहिँ पुड्को छैन है, 5 फिट 1 इन्च पो छु त नि। म त 5 फिट 1 इन्च छु म चाहिँ। ऊ चाहिँ 5 फिट 3 इन्च छ, तर धेरै अक्ली छ, स्लिम पनि छ नि त। म चाहिँ मोटी भएर मेरो हाइटै लुकिजान्छ हौ। म मोटो भएपछि चाहिँ मेरो हाइटै लुकिजाँदो रहेछ नि त। अनि म त 5 फिट 1 इन्च पो छु त। यो पनि सामान्य हो त, नेपालीहरूको एभरेज हाइट है। तपाईँहरूले पत्याउनु भएको थिएन होला, साँच्चै भन्नुपर्दाखेरि यो बारी हो र यो बारीमा चाहिँ तोरी छर्नु भएको होला। यो बारी यति धेरै सफा छ। उतापट्टि अलैँची बारी हो नि त, त्यो अलैँची बारी पनि बढाएर जत्तिकै सफा छ क्या। अनि यसरी के छर्नु भएको, के लगाउनु, आलु होला तलपट्टि चाहिँ, माथिल्लोपट्टि चाहिँ तोरी रहेछ क्यार। अनि हेर्नुहोस् कति धेरै जागर क्या। घर यस्तो भयो, यस्तो छ, तर कस्तो चिटिक्कको केराबारी हेर्नुहोस्, केराबारी अनि सिङ्गुरो खोरहरू कति सफा सफा सफा। ओ माई गड, म त है जुमै गर्दै। यता चाहिँ यस्तो धेरै खडेरी लागेको जत्तिकै उ छ। अनि अब चाहिँ कतितिर जानुपर्ने छ, गाह्रो छ हौ, गाह्रो छ भन्नु नमिल्ने। अहिले त आनन्द लागिरहेछ घुम्न पनि। यो ट्र्याक्टरले चाहिँ केही पनि बोकेको थिएन, 2-3 वटा ऊ चाहिँ
हाँसको लकडी मात्रै बोकिरहेको थियो हाँसै उठ्ने गरी कहाँ हिँडेको जङ्गलतिर हिँडेको होला यो घरमा चाहिँ के छैन भन्नुहुन्छ भने सबै यहाँ सुन्तलाहरू रोपेको हुनसक्छ यहाँ के अरे त कफी अनि यता के अरे अम्लिसो अनि यो के भन्छ भुइँकटहर अझै पनि यहाँ सयपत्री फुल फुलिरहेछ पानी खाइसक्यो त्यो सयपत्री त अझै यहाँ रहेछ है कस्तो मजाले फुलेको सयपत्री फुलको फोटो खिचेर लैजाऊ खिच्ने खिच्दैछु म पानी लाउँछु राम्रो छ राम्रो मजाले फुलिरहेको रहेछ ल बस्नुहोस् है यो रेडियो चाहिँ हामी पहिला बजाउँथ्यौँ यहाँ अझै रहेछ केही भन्नु छ भन्नु छ भने के भन्नु छ भने यति राम्रो छ नि घर त्यति धेरै सफा हुँदैन जति यहाँको यो अलैँची सफा हुन्छ कि अलैँची नै अलैँची छ योमा यो घरमा चाहिँ अनि अलैँचीलाई चाहिँ के भन्छ थाहा छ अलैँचीलाई तिमीलाई थाहा छ अलैँचीलाई के भन्छ अब हामी कहाँ कुन बाटो जाने र तपाईँहरूलाई थाहा छ अलैँचीलाई के भन्छ अलैँची भनेको कालो सुन एकदमै अहिले चाहिँ यो वर्ष चाहिँ एकदमै धेरै अलैँचीको भाउ बढेर सबैले अलैँची खेती गर्न लागिरहेछन् यहाँ यो घरमा त पहिल्यैदेखि थियो अझै अलैँचीको वृद्धि हुँदैछ बाटै थाहा छैन नि त यो बाटो हिँडेकै छैनौँ हामी अनि के गोठाला त्यही त हिँड्नुपर्छ नि गोठाला गर्नुभएको अघि उकालोमा चाहिँ एकदमै गर्मी भइरहेको थियो मलाई अनि त्यहाँदेखि ज्याकेट लगाएको थिएँ अनि गर्मी झन् धेरै भयो अनि त्यहाँदेखि चाहिँ अनि अहिले चाहिँ एकदमै जाडो हुँदैछ गाई चरो साथीहरू रातोमा हुँदा पनि यसरी नै भ्लग बनाउँदै नि त कहीँ हिँड्नु पर्यो भने बाटोमा अनि त्यसरी अनि बाटो कटेकै थाहा पाउँदिनँ थिएँ यसरी भ्लग बनाउँदै हिँड्दाखेरि अनि आज चाहिँ खै कसरी जागर चढ्यो मलाई अब के गर्नु है कहिलेकाहीँ चाहिँ जागर चलाउनै पर्ने हुन्छ धेरै भएको थियो कति 1 महिना त कटि नै सकेको थियो मैले भ्लग नबनाएको आज बनाउँदैछु कृपया मेरो भिडियोलाई हेरेर फुल वाच गरेर लाइक कमेन्ट अनि सेयर गर्नु नभुल्नु होला यसरी अलैँचीमा पानी लगाउँछ भर्खरै रोप्नु भएको रहेछ यहाँ अलैँची यता भनौँ कि यता सानो सानो बिरुवा चाहिँ भर्खरै लगाएको ल यता त पोहोर परातिर यो अलैँची चाहिँ रोपेको 1-2 वर्षपछि चाहिँ एकदम राम्रो झाँगिएर आउँछ भन्दै हुन्थ्यो अब हामी पनि बाटोबारीमा चाहिँ अलैँची लगाउनेवाला छौँ साथीहरू हामी पनि छिटै धनी हुनेवाला छौँ पैसा कमाए पैसा लाखौँ लाख कमाइरहेको छन् होइन अलैँचीबाट यो चाहिँ कालो सुन अरे नि त कालो सुन अलैँचीलाई कालो सुन भन्छ तिमीलाई मैले त्यही भन्नु आँटेको थिएँ कस्तो खालको तिमीलाई त्यति पनि थाहा छैन ओडामा चाहिँ सबैभन्दा यहाँ यो पारीको ओडा चाहिँ सावकटारी हो त्यो चाहिँ 2 नम्बर वडा पर्छ ए होइन है कति भयो 3 नम्बर वडा पर्छ यो त्यो त्यहाँ सबैभन्दा धेरै ओडाको अध्यक्षले चाहिँ वडा अध्यक्षले सबैभन्दा धेरै लाखौँ लाखको बिटा ल्याउन सफल भएको हाम्रो वडा अध्यक्ष हाम्रो खोटाङ गाउँपालिकाको वडा अध्यक्ष 2 नम्बर नै होला 3 नम्बर त्यही भन्न चाहन्छु अनि अब चाहिँ अब लास्ट अब यो भिडियो पनि अन्त्य गर्नु पर्ला जस्तो छ साथीहरू अब धेरै लामो भिडियो पनि तपाईँहरूले रुचाउनुहुन्न क्या त्यही भएर आजको यो भिडियो यो भ्लगबाट चाहिँ बिदा हुन चाहन्छु भन्दै बाई बाई।